मलाई एकदमै सजिलो भएको छ, किन भन्दा सम्बन्धित मन्त्रालयको माननीय मन्त्रीज्यू आफै यो कार्यक्रममा उपस्थित हुनुहुन्छ। यहाँ थुप्रै यहाँहरूसँगका जिज्ञासाहरू, यहाँहरूसँगका थुप्रै सोध्न मन लागेका कुराहरू पनि थियो होला। हामी यसरी मञ्चबाट भन्दा पनि हामी गोलो घेरामा बसेर तपाईहरूसँग अन्तर्क्रिया गर्ने अभिलाषा, इच्छा हाम्रो माननीय मन्त्रीज्यूलाई नभएको होइन। उहाँले यो एउटा अभ्यास, असल अभ्यास प्रत्येक जिल्लाहरूमा सकेको ठाउँ र पालिकाहरूमा माननीय मन्त्रीज्यूकै उपस्थितिमा चाहिँ एउटा आइडिया पिचिङ जस्तो पनि उहाँले गरिराख्नु भएको पनि छ र गर्ने हामी तयारीमा पनि रहेको कुरा पनि म यहाँहरूको सामु राख्न चाहन्छु। तथापि त्योभन्दा पहिला यो कार्यक्रम आयोजना गर्नुभयो आयोजक टिमप्रति म हृदयदेखि धन्यवाद एवं आभार प्रकट गर्न चाहन्छु, जसले मलाई यो कार्यक्रममा आमन्त्रण गर्नुभयो, तपाईहरुसँग भेट गर्ने अवसर दिनुभयो र छोटो भए पनि आफ्ना कुराकानी राख्ने अवसर प्रदान गर्नुभयो। आयोजकले आयोजना मात्रै गरेर कार्यक्रम सफल हुँदैन, त्यो पनि कुरा हामीलाई थाहा छ। यसका सपोर्टेडहरू जसले सपोर्ट गर्नुपर्ने, जसले सहयोग गर्नुपर्ने र जुन कार्यक्रमले लक्ष्य बोकेको छ त्यो कार्यक्रम पूरा गर्न थुप्रै सहयोगी हातहरूको आवश्यकता पर्छ। आज हाम्रो आँगनमा आएर, हाम्रो जन्मभूमिमा आएर ठाउँ र भन्तेज्यू र उहाँको थाइल्यान्डबाट आउनु भएको टिमले आज हाम्रो स्कुलमै आएर बस्नुभयो र स्कुल मात्रै बस्नु भने यो स्कुलको एउटा मुहार चेन्ज गर्नुभयो। यो स्कुल मात्रै होइन, नेपालमा थुप्रै विद्यालयहरू र हामीले 119वटा स्थानीय तहहरू छ हाम्रो बागमती प्रदेशमा। यो बागमती प्रदेशको सबै विद्यालयहरूमा यो कार्यक्रम सुरुवात गर्ने त्यो सामाजिक विकास मन्त्रीज्यूले अहिले प्रतिबद्धता पनि गर्नुहुँदैछ। म मेरो तर्फबाट पनि प्रतिबद्धता गर्न चाहन्छु र स्थानीय सरकारको तर्फबाट पनि यो UG5 कार्यक्रमलाई कसरी हामी सँगै यो चाहिँ करिकुलमसँग टाइप गरेर लान सक्छौं भन्ने विषयमा हामी सिरियस छौं। हामी नीति निर्माणको तहमा बसिरहेका मान्छेहरूले पनि यसलाई कसरी जोइन्टली ल्याउन सकिन्छ र यो अति आवश्यक भएको कुरा सुरु स्वागतदेखि आउँदा मेरो पालोभन्दा अगाडिसम्म आउँदा यहाँले प्रष्ट रूपमा बुझिसक्नु भएको छ र यसको विशेष म्यानेजमेन्ट चाहिँ यता खनेवास गाउँपालिकाले गरे पनि यसको सबै सहजीकरण र यसलाई अझ धेरै चाहिँ नजिकबाट सहयोग गर्ने हाम्रो थाइल्यान्डबाट पाल्नुहुने सबै म टिमहरूप्रति हृदयदेखि हार्दिक नमन व्यक्त गर्न चाहन्छु, धन्यवाद एवं आभार व्यक्त पनि गर्न चाहन्छु। उपस्थित सम्पूर्ण महानुभावहरू, मैले एउटा अवसर पाएको थिएँ। आज यहाँ आएर मात्र होइन, तपाईहरुलाई थाहा छ यहीँबाट 15 जना हाम्रो मिसहरू जानुभएको थियो र 45 दिनको तालिममा चाहिँ हाम्रो ठाउँ र भन्तेज्यू लगायतको टिम र धमकाया फाउन्डेसनले हामीलाई एउटा गाइडलाइन प्रदान गर्नुभएको थियो र हामीले सिकेर आइसकेपछि त्यसलाई जति सक्यौं कार्यान्वयनमा त लग्यौं, तर यसलाई अझै व्यवस्थित र तपाईँ हाम्रो माझमै पुर्याउनका निम्ति अहिले पनि आएर सहयोग गरिराख्नु भएको छ र यसमा त्यो कार्यक्रमको समापनमा म आफै जाने अवसर मलाई अध्यक्षज्यूले प्रदान गर्नुभएको थियो। मियामी कम्पनीले मलाई त्यसले जोड्ने काम गर्नुभएको थियो। म यहाँहरूप्रति एकदमै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अब मैले मेरो आफ्नो भनाइ असाध्यै छोटोमा राख्नु पर्दाखेरि यति बेला यहाँ चाहिँ विषयगत मन्त्रालयको माननीय मन्त्रीज्यू आफै आइराख्नु भएको मैले अघि पनि यहाँहरूको सामु राखि नै सकेको छु। यहाँ विकास, यहाँ चाहिँ भौतिक संरचनाको केही अभावहरू होला, विद्यालयको शैक्षिक अवस्थालाई सुधार्नका निमित्त डिजिटलाइजका चाहिँ केही यहाँका आवश्यकताहरू होलान्। विज्ञान र प्रविधि भनेर हामीले शिक्षालाई त्यही राखिराखेका छौं, त्यसलाई व्यवस्थित बनाउने यहाँ केही आवश्यकताहरू होलान्। यहाँ स्वच्छ पिउने पानी र आवश्यक शौचालयको व्यवस्थापनका कुरा होलान्। विद्यालयसम्म आइपुग्नका निमित्त तपाईहरुलाई बस व्यवस्थापनका कुराहरू होलान्। त्यति मात्रै होइन, मैले हिजो सहरहरूसँग अन्तर्क्रियामा बसिरहँदाखेरि हाम्रो 26वटा विद्यालयहरू छन्। 26वटा विद्यालयहरूमा आधारभूत विद्यालय 21वटा आधारभूत विद्यालयहरू छन्, 4वटा मावि छन् र कक्षा 8 सम्म सञ्चालन भएको विद्यालय पनि हाम्रै काखमा छ र यसमा यहाँहरूले आएर नियमित पठन पाठनको निमित्त 4 घण्टा 5 घण्टा 6 घण्टासम्म हिँडेर आउनु पर्ने पनि हाम्रो केही बाध्यताहरू छन्। यो बाध्यताहरूलाई न्यूनीकरण गर्नका निमित्त मलाई लाग्छ यहाँ मन्त्रीज्यू आफै आउनु भएको हुँदाखेरि हाम्रा तपाईहरुले चाहिँ तपाईहरुको अपेक्षामाथि उहाँले सम्बोधन गर्नुहुनेछ भन्ने मैले चाहिँ त्यो अपेक्षा पनि राखेको छु। अर्को नम्बरमा हामीले यो शैक्षिक अवस्थालाई सुधार्नका निमित्त को जवाफदेही बन्ने, सरकार कति जवाफदेही बन्ने, अभिभावक कति जवाफदेही बन्ने, शिक्षक कति प्रतिशत जवाफदेही बन्ने र तपाईँ विद्यार्थी भाइ बहिनी तपाईहरु आफै कति प्रतिशत जवाफदेही बन्ने भन्ने कुराको सबैभन्दा ठूलो कुरा अभिभावक परामर्श कक्ष अथवा अभिभावक परामर्श कार्यक्रम र मैले पढ्नै पर्छ, मैले पढिन भने मेरो जीवन बर्बाद हुन्छ भन्ने एउटा हुटुटी जगाउनका निम्ति विद्यार्थी परामर्श कार्यक्रमहरूलाई कसरी सुव्यवस्थित गर्ने भन्ने कुरा पनि यो महत्त्वपूर्ण विषय भएको हुँदा यसको विषयमा पनि मन्त्रीज्यूले धेरै कुराहरू राख्नुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु। त्योसँगै आज असाध्यै ठूलो प्रश्न आइराखेको छ। मलाई एकदम मैले यति धेरै गर्वको अनुभूत गरे हाम्रो अध्यक्षज्यूले चाहिँ यो लोकतन्त्रको सौन्दर्यता भनेको भएका अधिकारहरूलाई तल लैजाने हो, तल लगेर मात्र होइन प्रत्येक व्यक्ति आज जवाफदेही बन्नुपर्छ भनेर उहाँले भन्दा साँच्चै मलाई आजसम्म अहिले
चाहन्छु। हामी सबैको अधिकार मात्रै होइन, यो संविधानले अधिकारलाई मात्रै क्रिएट गरेको छैन, यो संविधानले कर्तव्यलाई पनि त्यत्तिकै रूपमा सुनिश्चित गरेको छ। त्यसो हुँदाखेरि म अध्यक्षज्यूले राख्नु भएको कुराप्रति म एकदम हृदयदेखि सम्मान गर्छु र यही हो यो व्यवस्थाको सौन्दर्यता भनेको यही हो। त्यसो हुँदा हामी यसमा कति प्रतिशत अब हामी जवाफदेही भन्ने कुरा पनि छ। त्यो सँगै अहिले युवा पुस्तामा एउटा यस्तो प्रश्न आएको छ, माननीय मन्त्रीज्यू यहीँ हुनुहुन्छ, उहाँले यो विषय पनि राख्नुहुनेछ कि सिक्ने टिक्ने र बिक्ने कुराहरूको चाहिँ असाध्यै ठुलो समस्या परिराखेको छ। सरकार भन्छ मैले तालिम दिए भन्छ, युवा भन्नुहुन्छ मैले केही पनि पाइनँ, मैले अर्कै देश रोज्नु पर्यो भनेर भन्ने गुनासाहरू एकदमै धेरै बढिराखेको छ। हामी हाम्रै देशमा सुन फलाउन सक्छौँ, हाम्रै देशमा मोती फलाउन सक्छौँ, हाम्रो जीवन यही सुन्दर देख्न सक्छौँ, के बाटाहरू हुन सक्छन् भन्ने विषयमा पनि माननीय मन्त्रीज्यूले जहाँ हाम्रो असाध्यै धेरै एकदमै टस चाहिँ विषयहरू हाम्रो मन्त्रीज्यूसँग जोडिएको छ, महिलाका कुरा त्यहीँ जोडिएको छ, विद्यार्थीका कुरा त्यहीँ जोडिएको छ, ज्येष्ठ नागरिकका कुरा त्यहीँ जोडिएको छ, अल्पसङ्ख्यकका कुरा त्यहीँ जोडिएको छ, थुप्रै कुराहरू चाहिँ त्यहाँ जोडिएको छ र सरकारले धेरै कुराहरू ल्याएको कुरा मैले विषयवस्तु उठान मात्रै गरिराखेको छु। त्यो उठान गरेको कुरालाई चाहिँ माननीय मन्त्रीज्यूले यहाँको सामु स्पष्ट राख्नुहुनेछ। मैले त्यो उहाँसँग एक्सपेक्टेसन गरेको छु। मैले सबैको तर्फबाट यो अलि बढी नै मैले उहाँलाई चाहिँ अलि बढी यो विषयतिर केन्द्रित हुनुहुनेछ, अरू धेरै ओभरअल कुरा पनि उहाँले राख्नुहुनेछ मैले अपेक्षा गरेको छु। उपस्थित महानुभावहरू, हामी 3टा कार्यक्रमको एकदमै महत्त्वपूर्ण सेसनमा छौँ। एउटा कार्यक्रम हामी UG5 युनिभर्सल गुडनेसको लागि हामीले समापन गर्छौँ। यो समापन होइन, हाम्रो 13वटा प्रदेशको चाहिँ हाम्रो सुरुवातको पालिका चाहिँ हाम्रो खन्यावास गाउँपालिका, त्यसमध्ये पनि गणेशकुण्ड माध्यमिक विद्यालय यो सुरुवातको कार्यक्रम हो। यसलाई समापन भनेर नबुझिदिन म अनुरोध गर्छु। आज यति राम्रो भएको, यति सुन्दर भएको वासरुम, यति सुन्दर भएको विद्यालय, यति सुन्दर भएको प्राङ्गण, यति सुन्दर भएको हाम्रा कक्षा कोठाहरू, मलाई विश्वास छ म अर्को ताली फेरि पनि आउँदाखेरि योभन्दा अझ सुन्दर देख्न पाऊँ। अर्को कुरा मलाई एकदमै इमोसनली कुरा, भर्खरै यहाँ चाबी हस्तान्तरण चाहिँ माननीय मन्त्रीज्यूले वास नेपालले गरेको यहाँ कार्यक्रमको चाहिँ चाबी हस्तान्तरण गर्नुभयो। म यहाँ आग्रह गर्न चाहन्छु, सबै यहाँ चाहिँ हाम्रो हेड टिचरदेखि लिएर सबैजनालाई आग्रह गर्न चाहन्छु, अहिले जति पनि संरचनाहरू भन्छन् संरचना नबनुन्जेली एकदमै धेरै त्यसको आवश्यकता हुन्छ। संरचनाबाट जब हस्तान्तरण गर्छौँ त्यो एकदमै धेरै लापरवाही भएको देखिन्छ, कुनै सिसा फुटेको देखिन्छ, काहीँ वासरुम जस्तो नभएर जानै नसक्ने देखिन्छ होइन। त्यसभन्दा पछाडि काहीँ बेसन फुटिराखेको छ, काहीँ प्यान फुटिराखेको छ। म विनम्रतापूर्वक आग्रह गर्छु, यो सबैको पसिनाको सम्पत्ति हो, यो सबैले थोपा उठाएर ल्याएको सम्पत्ति त यसको संरक्षणको निमित्त यहाँहरू जानुहुनेछ। र जुन हाम्रो चाहिँ निःशुल्क तथा अनिवार्य शिक्षाका कुरा हाम्रो खन्यावास गाउँपालिकाले सुरुवात गर्नुभएको छ, यसका केही बाधा अडचनहरू पनि आउन सक्लान्, तर यो समाज, यो स्थानीय सरकार र यो 3नै तहको सरकार मिलेर यसलाई पनि एउटा नयाँ र एउटा इनोभेसन टाइपको सुरुवात गरेकोमा म खन्यावास गाउँपालिका र खास गरी हाम्रो विद्यालयलाई पनि एकदम धेरै आभार प्रकट गर्न चाहन्छु, धन्यवाद प्रकट गर्न चाहन्छु। र अन्तिममा म तपाईँलाई के भन्न चाहन्छु भने मैले एक ठाउँ पढेको थिएँ, तिम्रा आँखाहरू सधैँ खुल्ला राख, नयाँ कुराहरू देख्न सक्छौ, तिम्रा कानहरू सधैँ खुल्ला राख, नयाँ कुराहरू श्रवण गर्न सक्छौ, तिम्रा खुट्टाहरू सधैँ तन्काएर राख, तिमी एक ठाउँबाट अर्को ठाउँ पुग्न सक्छौ, र तिम्रा सधैँ अङ्गालहरू खुल्ला राख, तिम्रा नयाँ साथीहरू भेटिन्छन्, तिम्रो नयाँ चाहिँ योजनाका चाहिँ नयाँ चाहिँ इनोभेसन आइडियाहरू तपाईँहरूको नवीनतम खालका आइडियाहरू आउन सक्छन् भनेर मैले पढेको देखेको थिएँ। मलाई विश्वास छ यो खन्यावास गाउँपालिकाले 3नै तहको सरकारसँग आफू जवाफदेही बन्नेछ र 2 तहको सरकारसँग समन्वय गर्नेछ। यहाँको समुन्नत विकासका निमित्त यहाँको चाहिँ भाइ बहिनीहरूको चाहिँ एउटा शिक्षालाई साँच्चै शिक्षा हो भनेर बनाउनका निमित्त यो चाहिँ स्थानीय सरकारले भूमिका निर्वाह गर्नेछ। म त्यही समितिको सदस्य भएको हुँदा यहाँका प्रपरली चाहिँ आवश्यकताका आधारमा नीति निर्माणको तहमा मेरो भूमिका निर्वाह गर्नेछु भन्ने वान्स अगेन तपाईँले मलाई आमन्त्रण गर्नुभयो, मेरा केही कुरा राख्ने अवसर प्रदान गर्नुभयो। त्योभन्दा महत्त्वपूर्ण कुरा सम्बन्धित विषयको मन्त्रालयका माननीय मन्त्रीज्यूले उपस्थित यो कार्यक्रम तपाईँहरू समापन अथवा यो कार्यक्रमको सुरुवात गर्दै हुनुहुन्छ। यो कार्यक्रम